नमस्कार साथीहरू, यतिखेर म पोखरा महानगरपालिका 22 भुम्दी गुरुङ गाउँको एरियामा छु र भिडियोमा म यहाँहरूलाई यस्तो बारेमा जानकारी गराउँदैछु। के विषयमा भने पोखरा महानगरपालिकाको क्षेत्रमा पर्ने यो गुरुङ गाउँ भुम्दी गुरुङ गाउँमा भौतिक विकास हुन सकिरहेको थिएन। भन्नुको मतलब सडक सञ्जालको विकास भएको थिएन। बल्ल महानगरपालिकाको चेत आएर होला र यहाँका नागरिकहरूको आवाज अलि भने जस्तो पुगेको थिएन। जनप्रतिनिधिहरूले यहाँबाट जितेर गए, आफ्ना लागि मात्रै हेरेका थिए। बल्ल यो बाटोको विकास हुँदैछ। हेर्नुहोस्, अहिले सुरु भएको छ। यो पोखरा छोरेपाटन तिलार कुम्दी कालाबाङ हुँदै भुम्दी तारेभेरतिर जाने बाटो हो। बल्ल बल्ल विकास हुँदैछ। कृषिका लागि उन्नत पकेट क्षेत्रको रूपमा पनि लिइन्छ। यहाँ वरिपरिको दृश्य देखाउँ। यो हो गुरुङ गाउँ।